नमस्ते एभ्रिवान सबै साथीहरूलाई नमस्कार। आज पनि हामीले चाहिँ यो सेकेन्ड ब्लग लिएर आएका छौँ। आज चाहिँ मैले एउटा नयाँ कन्टेनर लिएर आएको छु है। यो नयाँ टाटाको 2518 मोडेलको चाहिँ टाटा कन्टेनर रहेको छ। यो कन्टेनरको साउ चाहिँ यतै नजिकै हो अनि यतै नजिकैको र आज चाहिँ हामी तपाईँको बिचमा चाहिँ यो छोटो मिठो ब्लग लिएर उपस्थित हौँ कि भनेर आइरहेको छु। अनि कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ। ल सुरु गरौँ है त। अब बिस्तारै जाउँ न होइन साथी। हाम्रो ट्रिप पनि खासै लङ त छैन, यो खासै लङ ट्रिप त होइन। यो चाहिँ आज हामी काठमाडौँबाट सिन्धुपाल्चोक जाँदैछौँ। यो चाहिँ हो अरनिको हाइवे। अनि त्यो भएको भएर चाहिँ हामी आज यात्रा गर्दैछौँ। गाडीहरू आइरहेको छ है, एकदमै रमाइलो पनि भइरहेको छ आजको यात्रा। अनि मैले पहिलेको कन्टेनरहरू चाहिँ त्यो कन्टेनर छोडिसके भन्दा पनि त्यो साउले अर्कै साउले लाग्नुभएको छ। अनि म चाहिँ अब नयाँ नयाँ भिडियोहरू ल्याउने क्रममा चाहिँ अब हामी नयाँ नयाँ गाडीहरूको भिडियोहरू ल्याउँदैछौँ है। एउटै साउको छ आज 5-7वटा गाडीहरू छन् होइन। कोही पुरानो मोडेलका छन्, कोही नयाँ मोडेलका छन्। यस्तै छ, एक्सिडेन्ट होला जस्तो भयो है, केही छैन। यही हो साथीहरू। अब यसो रमाइलो गरेर हेर्नु होला। मेरो भ्लग कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ भर्खर आज सेकेन्ड भ्लग अपलोड गरेको छु है। कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ। हामी चाहिँ काठमाडौँबाट सिन्धुपाल्चोक तातोपानीतर्फ लागिरहेका छौँ। भिडियो अन्तिमसम्म हेरेर रमाइलो रोचक कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनुरोध गर्दछु है त। ला साथीहरू, गाडी ब्याक गरेर थोरै यहाँ पार्किङ गरेर हामी खाजा खाऊँ न त भनेर ओर्लिन खोजेको त गाडी नै भित्र छिर्यो साथी हो। पछाडि टायर खाल्टोमा छिर्यो जस्तो छ। के भयो हेरौँ न त ल बाहिरबाट। ओहो, गाडी त छिरेछ नि भित्र। तनाव हुने भयो त। यत्रो सिमेन्ट लोड गरेर लिएर आएको। थोरै पार्किङ यहाँ छोडेर साइड रहेछ र साइड लगाएर खाइदिउँ न त भनेको, चिप्लेर गयो यार। ल साथीहरू, हामीलाई चाहिँ धेरै तनाव पर्यो है। अब के भन्ने, अब गाडी छिरिहाल्यो खाल्टोमा। अब बिस्तारै चढाउँछौँ। भिडियो ब्लग चाहिँ यति नै गर्न चाहन्छु है। अन्तिमसम्म हेर्नु भएको छ आज त होइन। धन्यवाद दिन चाहन्छु सबै साथीहरूलाई। र आजको हाम्रो न्यू ब्लग अनि सेकेन्ड ब्लग हेरेर कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ। सब्सक्राइब गर्न नभुल्नु होला। अन्य यस्तै मिठो मिठो ब्लगहरू फेरि तपाईँहरूको बिचमा आउँदैछ, कमेन्ट गर्न सक्नुहुन्छ। अब सिमेन्ट पनि भिज्ने भयो होला। धन्यवाद। जय नेपाल।